दाजु छैन भन्नु पनि पलाटी सलाटीले मैले माया गर्छ गर्दैन भन्नु गर्छ कि गर्दैन भने झर्किनु हुन्छ हामीलाई के थाहा कति भन्नु तिमीलाई सुन्दैन कस्तो खालको के भनेको यत्रो भनेको बाबुलाल मोहम्म अमृते माइलो कान्छो सुखबहादुर हाउडे तीनजना मात्रै हो छोरीहरू अरू कोही पनि छैन छ तिनवटा मात्र सबैजनाले बिहे गरिसक्नु भएको तपाईँ सबैजनाले गरेको थियो म माइलोमा मेरो पनि बिहे भएको थियो 11 वर्षको उमेरमा बिहे भएको 15 वर्षको उमेरमा म अरूबाट लगेर पछाडि सुन्दैन तिमीहरूले अहिले जिस्केर हामी यता बोलेको राम्रो गर्छु भने राम्रो तरिकाले म गर्छु गर्दैन भने गर्दिनँ भन म तिमीहरूलाई छोडेर जान्छु जानु हजुर के भनेको होइन यहाँ भनेको भेटेँ आयो यसलाई भेटेँ योसँग आयो के बताउनु दुःख भयो नि त नातिलाई किन उ गर्नु यसलाई भेटेँ योसँग आयो मेरो खुसी नातिलाई दुःख भयो भने जिस्काउँदै के खोज्यो जिस्काएको होइन पहिले जिस्काएको घरि के गर्छ घरि उम्लिन्छ मेरो मारा उम्लिन्छ खोइ थाहा छैन मलाई कसले त्यसो भनेको अस्ति नै सबै पठाएँ म यहाँ आएर आनन्द लाएर बसेको बेलामा सबै निकालेर लगेको अन्त लखेटी तपाईँ जानुभयो अनि नगएको धरै पाइएन भयो गरिदियो अरू अनि भरे ल म पुगेर चाहिँ बलौटामा कोदो सर्छ अनि त्यो उम्लिएपछि आइदियो त्यसरी आउँछ कि त्यसरी उम्लिन्छ र आँसिन्छ आँस देखाए अनि अरू पहिले सिलेर भयो त्यो चाहिँ मलाई राम्रो तरिकाले गरेर गऱ्यो भने तिमीलाई म राम्ररी आशिष दिन्छु राम्रो तरिकाले गर्छु अनि कि अझ हामी यस्तो छ नि त अहिले जुठो छ अनि यसरी अहिले त दुःख दिनु भएन नि त हिजो अस्ति तिमीहरूले मलाई धेरै बिच्कायो उ गऱ्यो म आज मलाई घरबाट लगेर फ्याँके पठायो यस्तो कति मुस्किलले म अहिले फर्केर आएको अनि बेसी भन्नुपर्छ कति मुस्किलले होइन अनि जुठो छ त्यही भएर दुःख नदिनु अहिले अब वर्ष दिन सकेपछि गर्ने भनेको छ त वर्ष दिन सकेपछि गर ल तर जेसीको लगेर के गरेको अनि दुःख भएपछि त मलाई लगेर उहाँनेर उ गरियो बक्कसँगले लगेर उहाँ राख्यो बालुवामा चाहिँ कोदो र तोरी के हो कालो कालो दाना छ र उम्लिएपछि आइदियो कसलाई त्यस्तो भयो त्यसरी त्यो मान्छेहरू लगाएर गएर मैले त्यतिखेर पनि भनेको थिइनँ केही गर्दिनँ हिँड्दैन आमाले आफ्नो भनेको थिएँ तिमीलाई भनेको थिइनँ भन्नु त भएको थियो होला कि बिर्स्याउँदा त्यतिखेर कति मजाले भनेको राम्ररी भनेको अनि मैले भनेको थिएँ अब जुठो छ अब एक वर्ष जुठो छ भनेदेखि किन चलाउनु त अस्ति बिचमा किन लगाएको त्यही जुठो छ भनेर भनेको थिएँ अब जुठो सकेपछि त अनि तपाईँले भने जस्तै गर्ने भनेको त चलाएर चाहिँ किन लगेर गरेर
उ गर्न नहुने कुरो गर्नु अनि त्यो त्यसरी बलुवामा जतिखेर भए पनि जतिखेर पनि दुःख दिनु भएन नि त। बलुवामा तोरी हुन्छ अनि सुन्नु न अझ अनि यसरी जतिखेर पाए त्यतिखेर दुःख दिनु भएन। अनि कसले दुःख दिएको छ? किन दुःख दिनु? तपाईँको राम्रो तरिकाले उ गरेर गऱ्यो आफ्नोले गऱ्यो भने दुःख दिँदैन। किन दुःख दिनु? राम्रो तरिकाले नै गर्ने। अब वर्ष दिन सकेपछि के अरे वर्ष दिन सकेपछि पनि तपाईँको नआएर झोनी त गरेर बिहान उठेर पानी चढाउने उ गर्ने त्यसरी गरिदियो भने कसैले केही भइ पाउँदैन। अनि चढाइदिएको थिएन र? तिमीले चाहिँ लगेर मलाई सबै लगेको थियो उहाँदेखि खेदेर चाहिँ ढोलढ्याङहरू सबै निकालेर लगेर चाहिँ त्यो बलुवामा चाहिँ कोदो र तोरी छरेर यो उम्रेपछि आइदिनु। त्यसो भनौँ के भन्नु त? के भन्नु पठाइन्छ? सुनाउनु मलाई। होइन जिस्काएको होइन, मलाई थाहा भएन। ल अब के अरे दुध सकेपछि तपाईँले जे मैले भन्छ के भनेको छु? त्यही मैले केही पनि गर्नु। भनेको छैन। अँ, सिप गरेर राख्नु गर्नु एउटा सानो मलाई एउटा देउता कोठामाथि राखिदेऊ भनेर त्यति भनेको छु। त्यहाँ धुपघर गरिदिनु त्यति, अरू केही छैन। खुवाउनु टोक्नी दिनु धुपघर गरिदिनु। छोरी मान्छेले हुँदैन, छोरा मान्छेले मात्रै गर्नु। छोरा मान्छेले मात्रै गर्ने नि को छोरा मान्छे कसले गर्छ? छोरा मान्छे कसले गर्दा चाहिँ हुन्छ? छोरा मान्छेले नै गर्नुपर्छ धुपघरहरू सबै अहिले गर्दा। छोरी मान्छेले हुँदैन। छोरी मान्छेले अब गर्नु हुँदैन भन्छ त। छोरा मान्छेहरू अब कसले चाहिँ गर्नु? छोरा मान्छेहरू गर्ने खालकै छैन यहाँ। गर्ने खालको छैन, उनीहरूले जान्छ। अब गर्ने खालको कोही छैन। छोरी मान्छेले हामीले गर्न हुँदैन भनिन्छ नि। अब तपाईँले नै भनिदिनु पऱ्यो कसले गर्दा। कसलाई भन्नु? कसलाई भन्नु? अब गरेन भने उ गरेन भने झन् बिग्रिँदै जान्छ। पछाडि देख्छ सबैले, थाहा हुन्छ कसरी के हुन्छ भन्ने कुरा। अहिले सँगालेन भने सही तरिकाले सम्हालेर लिएर गएन भने त्यसपछि थाहा हुन्छ के हुन्छ। अब हामीलाई त केही थाहा छैन। यहाँ तलतिर त्यत्तिकै गएको मान्छे एउटा कोही कुन चाहिँ त्यस्तै हुन्छ। के भएर गएको त उसलाई थाहा हो त। जान्छ अब त्यस्तै हुन्छ। अनि राम्रो तरिकाले आफ्नो कुलदेवी देउता पिता पुर्खाले मानेर आएको उहरूलाई भनेको बाबुबाजेले मानेको कुरोलाई नमानेपछि गरेपछि गर्दैन। बाबा बाजेले त मानेको, हामीले अब गरेको छैन, देखेकै छैन, थाहा छैन। देखेको छैन, थाहा छैन र त गर्नुपर्ने छोराहरूले। अनि अब अदाले नै सिकाइदिनु पर्यो। मैले त्यतिखेर अस्ति नै मैले सिकाउँछु गर्छु भनेको होइन। भए देखेर लगाएर मलाई चाहिँ उहाँ के अरे आउनु नआइज भनेर उता पठायो। त्यतिखेर मैले सिकाउँछु भनेको थिएँ थिइनँ। हाम्रो त भएको थियो। मैले त्यतिखेर भनेको थिएँ नि राम्रो तरिकाले गर्नुभयो म सिकाउँछु है भनेको नि। गल्ती भयो गर्दाखेरि भनेको भरे के अरे बलुवामा चाहिँ कोदो कि तोरी के हो छरेर चाहिँ अनि त्यो उम्रेपछि आइज त्यसो गरेर कसले सिकाउँछ? मैले अस्ति नै भनेको थिएँ राम्रो तरिकाले सबै उ गरेर आउँछु। मैले तिमीहरूलाई के मैले अहिले तुरुन्तै आजको भोलि नै भोलिको पछि नै गर भनेको छु। पहिलादेखि बिग्रिँदै आएको छ सबै कुरो, धेरै अगाडिदेखि। कति वर्ष भयो धेरै वर्ष भयो बिग्रिँदै आएको। अब यो सम्हाल्दै गएपछि चाहिँ राम्रो हुन्छ। सम्हाल्नुलाई धेरै टाइम लाग्छ। सम्हालिनु खाइरहेको मान्छेलाई भोको राख्दाखेरि कस्तो हुन्छ त्यस्तो? समय धेरै लाग्छ भन्नाले कति वर्ष कति लाग्छ कसरी जान्नु? जुठो छ त्यही भएर दुःख दिएर त्यसो गरेको होला नि। अब गर्ने भनिराखेपछि सिकाउनु जानु। Thank you.